एभ्रिवान नमस्ते सबैजनालाई हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ सेली र नोभा चाहिँ स्कुल जाँदैछन् अनि हजुरहरूलाई चाहिँ स्कुल गएको भिडियो देखाउँ भनेर यसरी जान्छन् दिदीभाइ यति धेरै मिलेर। म चाहिँ सेली र नोभाको मामु हो। हाई सेली, बेबी हाई। कहाँ जानु भएको हजुर? हजुर आलु सुरज सरले यता हेर्नुहोस् त। ए ब्याग बोक्न सकिन्छ? ब्याग बोक्न हो। रमाइलो भइरहेको छ। बिरामी भएर धेरै दिन पछाडि चाहिँ नोभा स्कुल गएको। अनि स्कुलमा जाने बित्तिकै हजुर के गरिसिन्छ? म्याम ए गुड मर्निङ म्याम भनिसिन्छ? कसरी यता एकचोटि देखाइदिन्छु त। यता यता बेबी हाई बेबी। स्कुल जानलाई पनि यति धेरै गाह्रो छ कि बाटो कट्नु पर्यो, खोला नाला कट्नु पर्यो। स्कुल पुगुन्जेल चाहिँ 10 चोटि लेस फुस्किन्छ यो नानीको चाहिँ। के आयो के आयो के आयो बेबी? कुन स्कुलको? कुद्दै कुद्दै जान्छन् अब यहाँबाट उनीहरू। यो उमेरमा चाहिँ यति धेरै जोस जाँगर आउँछ नि यिनीहरूलाई। आमामा भुइँमा त आँखै देख्दैनन् यिनीहरूले। यति रमाइलो पल हुन्छ कि यो बेलामा। यति सानो मान्छे पनि स्कुल जाँदैछ कि। तिम्रो मामु खै? आयो ला बेबी लडेको हो? कसरी लड्यो? बिस्तारो हिँड न अनि बिस्तारो हिँड बिस्तारो। आयो बेबी बस्ने ठाउँ चाहिँ आइपुग्यो। बेबीले मिस्त्री काम गरेको ठाउँ पनि आइपुग्यो। आयो नियमित हो बेबीको चाहिँ। यहाँनिर चाहिँ जहिले सुगर छ क्या उसले चाहिँ। धेरै उफ्रिँदा उफ्रिँदा गल्यो। अब यिनीहरू आधी बाटोबाट चाहिँ ब्याग बोक्दैनन्। यिनीहरू एकदमै थाकै लाग्छ क्या यिनीहरूलाई। गरम हुन्छ नि त ब्याग त। मेरो छोरीको त झन् कति धेरै ब्याग गरम हुन्छ। यो बेबी चाहिँ साह्रै उत्पटिङ काम गर्छ के साह्रो यो बेलै चञ्चले। खै मुसा खै खै खै। तिमीहरू राम्रो पढ्नु है। स्कुलमा गएर साथीहरूसँग धेरै हल्ला गर्ने होइन। ज्ञानी भएर बस्ने। जाने बित्तिकै गुड मर्निङ म्याम भन्ने। आज एसेम्ब्ली हुन्छ है तिमीहरूको? किन हुँदैन? आज घाम लागिरहेको छ। एसेम्ब्ली हुन्छ। एसेम्ब्ली बस्दाखेरि चाहिँ डाँडा काँडा हेर्ने होइन। के भन्ने? कभर अफ ह्यान्ड साइड खोइ के भन्ने है। मलाई त आउँदैन। अब चाहिँ यिनीहरूको स्कुल आइपुग्यो। अब स्कुलमा चाहिँ यसो भिडियो खिच्न अलाउड छैन होइन। त्यसैले आजलाई भिडियो यति नै। सबैजनाले हेरेर माया गरिदिनु होला। हेभ अ नाइस डे सबैजनालाई। बाई बाई गर सबैजनालाई एकचोटि प्लिज। बेबी